नमस्ते नमस्कार साथी मित्रहरुमा अहिलेको दृश्य हेर्न सक्नुहुन्छ तपाईहरुले। हामी राजाजीको डाँडामा आएको छु। लाहानदेखि 10 किलोमिटर र माथि राजाजीको मन्दिर त्यहाँ एकदमै माथि रहेछ र एकदमै शक्तिशाली भव्य राजाजीको डाँडामा हेलिप्याड डाँडामा आएको छौं हामी सबैजना। यसो गर्मीको मौसममा पर्यटक बनेर घुम्नलाई ल ब्याकग्राउन्ड सङ्गहरू एकदम राम्रो आउँछ, जो कि अहिलेको दृश्यमा तपाईहरुले हेर्न सक्नुहुन्छ। सन्तोष हुनुहुन्छ, यहाँ हाम्रो सर एकदम ब्याकग्राउन्डमा कस्तो खतरा आइरहेछ र साथमा राधे भाइ डीजे लिएर पनि उभिराख्नु भएको छ र उता हाम्रो राजाराम दाइ। चारैतिर पहाड छ, हेर्न सक्नुहुन्छ तपाईहरुले। यो दृश्य, यो नजारा, प्रकृति र हरियाली, पहाड, खोला, नाला, घर सबै छन् यो ठाउँहरुमा र हाम्रो लाहानको सिराहा जिल्लामा पर्छ, एकदम नै नजदिक छ। तपाईहरुले पनि फ्री भएको बेलामा, छुट्टी निकालेको बेलामा पनि आफ्नो फ्यामिलीको साथमा हजुरहरु आउन सक्नुहुन्छ। राजाजीको दर्शन गरेर आफ्नो इच्छा आउनु होला, सकिन्छ। बाटो एकदमै राम्रो छ। अब हामी सिडीमा राजाजीको सिडीमा प्रस्थान गर्दैछौँ। एकदमै शक्तिशाली छ, सुने अनुसार, हामीलाई भने अनुसार। र एउटा अर्को कुरा, यहाँ दृश्य हेर्न सक्नुहुन्छ, एकदम नै हल्लिरहेछ। कसरी बनाएको छ यो एकदम नै हल्लेको छ र हाम्रो हेर्न सक्नुहुन्छ यो हल्लिरहेछ, कसरी बनाएको छ। नयाँ पानी हालेको छ, केही पनि छैन, सबै हल्लिरहेछ, सुकिरहेछ। यसो यहाँको प्रतिनिधिहरूसँग एउटा अनुरोध छ कि तपाईहरुले यो दृश्यलाई हेरेर मध्यनजर गर्दै यो बिग्रेको बाटो र यो सब चिजलाई ध्यान आकर्षण गरेर बनाउनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हेर्न सक्नुहुन्छ हामी राजाजीको दर्शन गर्न आइपुगेको छौँ। यहाँ चाहिँ छ राजाजीको मन्दिर र मलाई लाग्छ यहाँ शिवजीको मन्दिर छ यसमा कि राजाजीको मन्दिर छ। यो दृश्य हेर्न सक्नुहुन्छ।